हेलो साथीहरु, स्वागत छ यस युट्युब च्यानलमा फेरि पनि तपाईहरुलाई। आज चाहिँ म च्याप्टर 3 मा आएको छु र च्याप्टर 3 मा हामीले कुरा गर्ने छौं हामीले आफूलाई स्पेशल मान्दाखेरि हुने नोक्सानहरुको बारेमा। के छन् आउनुहोस् जानौं है त आजको भिडियोमा। हामीले कहिलेकाहीँ सुनेकै छौं, हामीलाई समाजमा भन्ने गरिन्छ कि तिमी स्पेशल छौ, तिमी युनिक छौ, तिमी अरु भन्दा फरक छौ। तर साँचो कुरा के हो भने संसारमा धेरै मानिसहरु स्पेशल हुँदैनन्। संसारमा धेरै मान्छेहरु एभरेज हुन्छन्। आज म च्याप्टर 3 बाट तपाईलाई एउटा इम्पोर्टेन्ट लेसन सिकाउने छु जो कि तपाईहरुको लाइफ बदल्नको लागि निकै हेल्पफुल हुनेछ र यो कुरा सुनिसकेपछि चाहिँ तपाईको दिमाग यसरी हिल्नेछ कि तपाईले कहिल्यै नसोचेको कुरा पनि सोच्न बाध्य हुनुहुनेछ। आउनुहोस् जानौं है त आजको भिडियो के रहेछ वास्तविकता। मार्क मेन्सनले भनेका छन्, हाम्रो समाजमा हामीलाई सधैँ भन्ने गरिन्छ कि तिमी सबैभन्दा राम्रो छौ, सबैभन्दा परफेक्ट छौ, स्पेशल छौ। तर रियालिटी के हो भने धेरै मानिसहरु एभरेज हुन्छ। अनि यदि हामी आफूलाई सबैभन्दा स्पेशल सोच्यौं भने जब हाम्रो लाइफमा फेलियर आउँछ हामी त्यसलाई सहन सक्दैनौं, स्वीकार गर्न गाह्रो हुन्छ। त्यसैले आफूले आफूलाई स्पेशल सोच्न बन्द गरिदिनुस्। मानौ एउटा विद्यार्थी, उसलाई भन्ने गरिन्छ कि सबैले भन्छन् उसलाई तिमी ट्यालेन्ट छौ, तिमी परफेक्ट छौ, तिमी स्पेशल छौ। जब उसको एक्जाम आयो, एक्जाममा उ फेल भयो, त्यसपछि उसले सोच्यो यो असम्भव कुरा कसरी भयो, म फेल हुन सक्दिन, म त बेस्ट हो नि। तर वास्तविकता सक्सेस पाउनको लागि स्पेशल हुन जरुरी छैन, हार्ड वर्क र प्र्याक्टिस आवश्यक छ। त्यसपछि त्यो विद्यार्थीले बुझ्यो स्पेशल सोच्दा होइन, एफोर्ट गर्दा इम्प्रुभमेन्ट हुन्छ। मतलब हामीले आफूलाई स्पेशल सोच्दाखेरि चाहिँ सक्सेस होइन, आफूले एफोर्ट प्र्याक्टिस इम्प्रुभमेन्ट गर्दाखेरि चाहिँ राम्रो हुन्छ, आफ्नो लाइफ ग्रो हुन्छ भन्न खोजिएको छ। अर्को एक्जाम्पल हेरौँ। त्यसैगरी हामीले चाहिँ एउटा फुटबल खेलाडी, उसले सधैँ भन्ने म अरु भन्दा फरक छु, म अरु भन्दा निकै राम्रो छु। जब उसको गेम आयो, उसको टिमले हार्यो अनि उ चाहिँ रिसमा बोल्न थाल्यो कि यो असम्भव छ, यो कसरी भयो, म त बेस्ट थिए, यो कसरी भयो। कोचले उसलाई सम्झाउँदै भन्यो, यदि तिमीले आफूलाई बेस्ट भन्न चाहन्छौ भने इगोबाट होइन, प्र्याक्टिस र नम्रताबाट गेम खेल्न सिक। त्यसपछि उसले यो कुरा बुझ्यो कि स्पेशल सोच्नु भन्दा इम्प्रुभमेन्ट गर्नु जरुरी छ। जबकि हामीले आफूलाई राम्रो सोच्छौं, त्यो भन्दा जरुरी चाहिँ हामीले आफूलाई सुधार गर्न जरुरी छ। आजकल सोशल मिडिया हेर्दा हामी धेरै मानिसहरु सक्सेस भएको देख्छौं। उनीहरु कोही गाडीमा हुन्छन्, कोही घोडामा हुन्छन्, कोही पैसा कमाइरहेका हुन्छन्, कोही होटल बसेर खाइरहेका हुन्छन्, कोही मस्त एकदम सुन्दर सुखी जीवन बिताइरहेका हुन्छन्। र हामी भन्छौं उ परफेक्ट छ, उ लक्की छ, उ त भाग्यमानी छ, कति राम्रो जिन्दगी, कति सजिलै पाएको, भाग्यमा हुनु पर्यो भन्ने भन्छ। तर वास्तविकता के हो भनेपछि उनीहरुले पनि स्ट्रगल गरेका हुन्। स्पेशल हुनु होइन, रियालिटी स्वीकार गर्न सिक्नु तयार हुनुहोस्। जबसम्म तपाई स्पेशल भन्दा पनि रियालिटी स्वीकार नहुन्न तबसम्म तपाई अगाडि बढ्न सक्नुहुन्न। महत्त्वपूर्ण कुरा यो छ कि तपाईले स्पेशल भन्दा पनि रियालिटी वास्तविक कुरालाई स्वीकार गर्नुहोस्। च्याप्टर 3 का मुख्य कुराहरू, सबै मानिसहरू स्पेशल हुँदैनन्, फेलियर नर्मल हो, रियालिटी स्वीकार्नुपर्छ, ह्युम्यालिटीले ग्रोथ ल्याउँछ। जब हामी स्वीकार गर्छौं कि हामी परफेक्ट छैनौं, त्यो नै लर्निङ मोड सुरु गर्ने समय हो, त्यो नै हाम्रो घोस्ट मोड सुरु गर्ने समय हो। स्पेशल हुनु रिक्वायरमेन्ट होइन, लाइफमा सुधार गर्न, सक्सेस पाउन हामीले रियालिटी कुरा स्वीकार गर्न, हार्ड वर्क गर्न र ह्युम्यालिटी अपनाउन जरुरी छ। यदि यो लेसन मन पर्यो भने ज्ञानको भण्डार युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। जीवन बदल्ने ज्ञान पाउन जारी राख्नको लागि तपाईले यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। हामी फेरि पनि मिल्ने छौं अर्को भिडियोमा। आजको भिडियो यति नै, धन्यवाद।